गर्नु केही गरेर भन्नु हजुर नारा भनेर के गर्नु पर्यो भने तिमीले पछि आउनु पनि है दिवाली पनि ह्यापी दिवाली भेट हुन्छ किरणसँग त भेट हुन थालिहाल्छ तिम्रो नाम लिएर हामी यहाँ बसेका छौँ सम्झिएर तिमीले पनि हामी एउटा नबिर्सनु मैले भन्नु यही हो अब जब दसैँको चाहिने उत्सवमा यही मानिएको छ हामी यही अहिले भरतपुरमा आफ्नै घरमा बसेर बोलेका हौँ यो अब कहिले नबिर्सनु यो देवघाटको घोल्ने पुल होइन कुन कुन नदी हुन्छ नि यो काली नदी कुन एउटा नदी चाहिँ जहिले आएको पनि देखिनु पर्ने होइन हामी देख्दैन होला त्रिवेणी भन्ने त्रिवेणी हो के अरे नदी तिनवटा नदीको छेउमा हजुर ए यताबाट गएको चाहिँ त्रिशुली अनि उताबाट आएको चाहिँ सेती पनि अलि माथिबाट होइन अलि माथिबाट ए हो यो चाहिँ भयो देवघाट कति मान्छे डुब्रिहाल्छ है यो टोलको सबै त्यहाँ हुन्छ ए भक्ति भक्ति नै नागले बसी बसिरहेको पानी चाहिँ पानी त त्यही हो कालो छैन नि त यही कालो छ कालो होइन काली हो नजिक गएर हेर्नु त्यो कालो त्यति र माथि मिथिला यहाँ पानी सेतो छ यो अनि यताबाट कालो भित्र पानी गइसकेपछि नि समुद्रमा कति पानी छ अहिले हामी ठ्याक्क देवघाटमा छौँ यताबाट आएको चाहिँ त्रिशुली सेती अनि यताबाट चाहिँ काली नदी आइरहेको अगाडि मिट हुने पोइन्ट छ ठ्याक्कै अगाडि मिट भएर तल बेनी भयो के भन्यो देवघाटको त्रिवेणी त्यहाँनिर चाहिँ अहिले लाग्छ यतापट्टि के यतापट्टि कुन जिल्ला के ए नवलपरासी भयो यतापट्टि चितवन भयो यतापट्टि यो तनाउ सरी कट यो चाहिँ तनाउ उता मर्चेन्डी पारी
अरे कृषि बारे चाहिँ चित्रण त्यहाँनिर हाम्रो गाडी है त्यही गाडी चढेर जाने हो अहिले अब पहिले जाला भने मान्छे हुँदैन त्यो त हो त्यहाँनिर लाउनु आगो लाउनु ठ्याक्कै आगो लगाएर रहेछ यो कति घन्टामा ठ्याक्कै सबै दिन्छ जलेर क्या यो 2 घन्टा दाउरो सकिन्छ अन्त सकिन्छ मान्छेहरू त्यहीँ देखाउनु त्यहाँ मान्छेको लासलाई हान्छन् चलाउँछन् होइन अनि त्यसरी चाँज गर्छ त मान्छे त्यो हामी मान्छे परिवारकै मान्छेहरू गाउँले बाजे त्यो लागे लाउने भने छुट्टै मान्छे नै हुन्छ त्यो त ठाउँमा हो तर यहाँ काठमा पशुपतिमा राखे होला यहाँ छैन माघी पनि यसै निस्किहाल्छ माघी मस्याङ्गी सेकी अहिले तिर्सुली हाल्नु अझै मस्याङ्गी सबै त्यहाँबाट तिर्सुली चाँडबाट गइनी है कहाँ बस्नु प्रयास गर्छु किन नहुने फेरि हो ल यो त सबैजना यसो आएको हुन्छ नि महिनाको अल्टिमेटम है यहाँको भनाइलाई म एकदम युद्धस्तरमा चाहिँ हामी भेटौँला यसो हो त्यसलाई अहिले जसरी गरे तपाईँसँगभन्दा मसँग अलिक हो बोल्न अलिक सजिलो हुन्छ क्या हो पहिला पनि त्यस्तो हामी त केटी तपाईँ पनि चल्थ्यो पहिला हो तीर्थगढ मेरो अलिक टाढा भागेर जान त नामै घरमै अब क्रिकेट खेल्दै गयो घुन्टे नाच्छ त्यो घुन्टे नाचेको हेर्नु पर्छ नाच पनि बस्छ छिटो सिनेमाले हेरिए डर लाग्छ कि मन्दिरतिर गएर यो त हामी पार्किङ हुन्न के अरे होइन त्यसरी बाइक हिँड्ने बाटो त्यो त ग्याप भयो नि त बाटो मिलाइदिनु होला जस्तो लाग्यो त्यही बराबरको वाल लगाइदिने अनि त्यही लगाइदिनु त्यही होइन जैसे अंकलहरूको घर यहाँ सानो भएन अब 2 हप्तापछि सानो हामी पोखराको कुन चोक भयो ढाङ्गा चोकमा छौँ बागलुङ मसाको बाटो ढाङ्गाको अहिले दसैँको बजार भक्कु लागेको छ सबै दसैँ लाएर भात
एउटा मान्छे मलाई बुझ्यो है एउटा माइकल ज्याक्सन